हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ? आयो मुनि सन्चै छु। आज चाहिँ घाम धेरै लाह चर्को छ, गर्मी। आज चाहिँ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ? हजुरकोतिर मौसम कस्तो छ? हाम्रोतिर चाहिँ धेरै गर्मी छ, यस्तो गर्मी छ आज चाहिँ। म चाहिँ आज हजुरलाई एउटा कुरा देखाउँछु, एउटा जडीबुटी चाहिँ ल मसँगै आउनुहोला, हेर्नुहोला। यो चाहिँ सिल्पुको जरा हो अरे गाइस, यस्तो छ। यो चाहिँ सिल्पुको जरा अरे। यसले चाहिँ ग्यास्ट्रिक अनि त्यसपछि प्रेसर हाई ग्यास्ट्रिक भएको मान्छेलाई सन्चो गर्छ अरे। यसले यो सिल्पुको जराले चाहिँ, यो सिल्पुको जरा अरे। यो चाहिँ भुर्नेसको जरा अरे। यो चाहिँ भुर्नेस रे, यो चाहिँ सिल्पु रे। भुर्नेसले चाहिँ किडनीको प्रब्लम भएको मान्छेलाई, अनि यो चाहिँ किडनीको औषधि गर्छ अरे। यस्तो छ यो भुर्नेसको जरा। अनि यो चाहिँ सिल्पु, यो चाहिँ सिल्पु, यो चाहिँ भुर्नेस। मसँग चाहिँ यति छ गाइस। यो चाहिँ एउटा बहिनी चाहिँ यहाँ कोलपुर हामीसँग एउटै रुममा बस्छौँ, एउटै घरमा सँगै बस्छौँ। बहिनीलाई चाहिँ के अरे हिजो चाहिँ 10 बिघा हस्पिटल लगेको, अनि डक्टरले ग्यास्ट्रिक भन्नुभएको थियो। बहिनीको घर चाहिँ सल्यान हो, अनि बहिनीले चाहिँ आफ्नो घरबाट मगाएको थिएँ। तर मेरो माइती घर चाहिँ बाजुरा हो। मेरो माइती घरमा चाहिँ यस्तो त हुन्न, तर सिउरीको जरा चाहिँ यस्तो हुन्थ्यो। सिउरीको जरा त्यो सिउरीको जराले चाहिँ ऊ भन्थ्यो, के अरे त्यो सिलाजु बन्थ्यो। सिलाजु यो चाहिँ यस्तो हुँदो रहेछ भुर्नेसको जरा चाहिँ। यसले चाहिँ किडनीमा समस्या भएको मान्छेलाई एकदम राम्रो गर्छ अरे। अनि यो चाहिँ यो भुर्नेसले चाहिँ जति लामो समयसम्म पनि ग्यास्ट्रिक भएको मान्छेलाई लामो समयसम्म पनि यसले ठिक गर्छ। तर यो चाहिँ धेरै तितो हुने रहेछ। यसलाई चाहिँ कुटेर अनि पकाउने रहेछन् भनेपछि यसलाई। अनि चाहिँ यो चाहिँ कसरी खान्छन् मलाई थाहा छैन। म बहिनीलाई सोधेर हजुरहरूलाई चाहिएको छ भने मलाई भन्नु होला। म बहिनीलाई सोधेर हजुरहरूलाई यो भन्नेछु। अनि यो चाहिँ हिजो बहिनीले खाएको थियो। 10 बिघा हस्पिटल गएको बहिनीलाई, अस्ति पनि गएको, हिजो पनि गएको। झन् हिजो धेरै दुखेर हस्पिटलको औषधि खाइसकेपछि अनि बहिनीले पाहाडबाट चाहिँ मगाउनु भएको रहेछ बाबा मम्मीसँग, अनि ल्याइदिएको थियो यो। अनि त्यसपछि बहिनीले हिजो साँझ खाएको त पछि सन्चो भएको पेट दुख्न। अनि मैले बिहान सन्चो भयो बहिनी भनेको, सन्चो भयो दिदी भनेको थिएँ। त्यही भएर मैले पनि हजुरहरूलाई अब कसैलाई हुन्छ नि त यति लामो समयसम्म ग्यास्ट्रिक भएर सन्चो नभए आफ्नो सबभन्दा त आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला सबैजनाले। स्वास्थ्य छ त सबै छ, स्वास्थ्य छैन त कोही छैन। सबभन्दा आफ्नो स्वास्थ्य, त्यसपछि अरू कुरा। त्यही भएर हजुरहरूलाई पनि कसैलाई ग्यास्ट्रिक अब औषधि धेरै खायो भने मान्छेलाई किडनीमा चाहिँ समस्या हुन्छ, किडनी फेल हुने समस्या हुन्छ। जति एन्टिबायोटिक खाएपछि हुन्छ। अब यो जडीबुटीले त केही पनि समस्या गर्दैन। यो चाहिँ आफ्नै बारीमा हो अरे, बारीबाट खनेर ल्याएको अरे। यो चाहिँ यो पनि आफ्नै बारीबाट ल्याएको अरे। अनि यो चाहिँ अलिक फरक छ। यो चाहिँ भुर्नेस भयो, यो चाहिँ भुर्नेसको भयो। यो चाहिँ सिल्पु भयो। अनि सिल्पुले चाहिँ ग्यास्ट्रिकको औषधि गर्छ अरे। प्रेसर तलमाथि भएको मान्छेलाई ग्यास्ट्रिकलाई औषधि गर्छ। एकदम तितो हुन्छ अरे, त्यही भएर होला प्रेसर लो गर्ने, प्रेसर हाई भएको मान्छेलाई। धेरै जस्तो मान्छेको प्रेसर हाई भयो भने यो खायो भने सन्चो हुन्छ अरे। यसले चाहिँ ग्यास्ट्रिकको प्रेसरको औषधि गर्छ भनेपछि, अनि यसले चाहिँ किडनीको के अरे पत्थरिया छ भने चाहिँ यो खायो भने सन्चो हुन्छ अरे। औषधि पत्थरियाको औषधि अभिसन गर्नै पर्दैन अरे। त्यतातिरको मान्छेले चाहिँ यो बेच्छन् गरे। अनि बहिनीले भन्दै हुनुहुन्थ्यो, बहिनीको घरबाट यति धेरै मम्मी बाबाले पठाइदिनु भएको थियो। बहिनीलाई सन्चो भएको थिएन नि, त्यही भएर पठाइदिनु भएको थियो। मेरो माइती चाहिँ बाजुरामा चाहिँ यस्तो चाहिँ हुँदैन। फेरि स्याम यस्तै हुन्छ, तर सिउरीको हुन्छ। उसको त्यो चाहिँ ऊ आउँछ, त्यसमा चाहिँ दुध आउँछ। सिउरीकोमा दुध आउँछ, चोब आउँछ, यसमा आउँदैन। यो चाहिँ यस्तो हुन्छ, त्यो जस्तो सक्खरखण्डा हुन्छ नि त्यस्तो हुन्छ भाँचेपछि। यो चाहिँ त्यसमा सिउरीमा चाहिँ दुध आउँथ्यो। सिउरी त अब हाम्रो घरमा बाजुरामा त जताततै पाउँछ। बाजुरामा अब हामीले बाख्रालाई खुवाउँथ्यौँ पहिला। सिउरीको माथिको यस्तो थिचेर बाख्रा चाहिँ सानो हुन्छ, बाख्रा चराउँदाखेरि। अब यो बहिनीको चाहिँ यो त भुर्नेस हो अरे। एकदम राम्रो छ औषधि। हजुरहरू कसैलाई किडनी के अरे पत्थरियाको अनि उसको के अरे ग्यास्ट्रिकको समस्या छ भनेपछि मलाई सम्पर्क गर्नु होला। तर यति धेरै छ, अनि हजुरलाई चाहियो भने म फेरि पनि मगाइदिन्छु। तर फ्रीमा दिन्छु हजुरलाई, सन्चो भयो भनेपछि। सन्चो हुन्छ भने म फ्रीमा दिन्छु यो चाहिँ, तर डेलिभरी गर्न चाहिँ सक्दिनँ। हजुरहरूलाई चाहियो भने मलाई मसँग इनबक्समा आएर नम्बर माग्न सक्नुहुन्छ। मेरो फेसबुक आइडी सविता भण्डारी थापा छ, त्यसमा चाहिँ म्यासेज गर्न सक्नुहुन्छ हजुरहरूले। अनि सबैजना के अरे अब ग्यास्ट्रिक जति लामो समयसम्म भए पनि सन्चो हुन्छ अरे यो जराले चाहिँ, त्यो सिल्पुले चाहिँ। अनि यो चाहिँ किडनीको हुन्छ अरे। मेरो पनि सासु आमालाई चाहिँ धेरै ग्यास्ट्रिक हुन्छ, खाना खायो भने अमिलो पानी आउँछ, उल्टिया जस्तो हुन्छ भन्नुहुन्थ्यो। म चाहिँ यसलाई मैले त्यही भएर बहिनीसँग मागेको।
यो म धोएर सुकाएर यस्तो चाहिँ त्यो आयुर्वेदिकमा पाउँछ नि जडीबुटी यसरी कुटेर अनि धोएर सुकाएर चाहिँ अनि उ गर्छन् क्या तिनीहरूले टुटु बनाउँछन् नि। म पनि त्यस्तै बनाएर म पाहाडमा चाहिँ पठाउँछु मेरो सासु आमालाई ग्यास्ट्रिक छ। अनि अब हजुरहरूलाई पनि चाहिएको छ भनेपछि मगाउनु होला, म हजुरहरूलाई फ्रीमा दिनेछु, 1 रुपियाँ पनि नलागेर। तर म चाहिँ डेलिभरी गर्न चाहिँ सक्दिनँ। हजुरहरूलाई चाहिएको छ भनेपछि मेरो फेसबुकमा सविता भण्डारी थापा छ, त्यसमा इनबक्समा आएर मेसेज गर्नु होला। कसलाई छ भनेपछि म बहिनीसँगै कुरा गराएर यो औषधि खायो भने कस्तो हुन्छ के हुन्छ भनेर बहिनीसँगै कुरा गराएर चाहिँ म चाहिँ हजुरहरूलाई यो चाहिँ दिलाइदिनेछु भन्नु अरे। अनि नवीन हजुर तिम्रो गाउँमा पाउँछ होइन? सानो भनेको सानो यतिमा त पछि यति धेरै ल। नवीन हजुर तिम्रो घर कहाँ अरे? सल्यान निकाल्छु ल सल्यानबाट यो भाइको गाउँबाट ल्याएको। भाइ चाहिँ हामीसँग यतै रुममा बस्नुहुन्छ। भाइको बहिनीले चाहिँ मगाएको, तर भाइलाई चाहिँ थाहा छैन अरे। भाइ चाहिँ घर धेरै नबसेको अरे, यो थाहा छैन अरे भाइले चाहिँ। भाइलाई ग्यास्ट्रिकै भयो होला नि के खानु र हो न? के ग्यास्ट्रिक भएछ? ग्यास्ट्रिक भएर अस्ति 3000 औषध गरेको मैले सन्चो भइसक्यो हो र। यो खानु पर्ने नि, अनि स्वास्थ्यका लागि एकदम फाइदा हुन्छ अरे। मैले चाहिँ अब यसलाई कुटेर सपारी सुकाएर यसलाई चाहिँ म आयुर्वेदिकमा पाउँछ नि त्यस्तो ढुटो बनाउने छु यसलाई। नवीन हजुर आज के विजयको बर्थडे हो त, उ नगर्ने? बर्थडे पार्टी नदिने हामीलाई? बिमार भएछ कहाँ बर्थडे पार्टी दिन्छ। के भयो विजयलाई? अस्ति एलर्जी आएर 2100 औषध गरेर ल्याएको त मासु सासु केही नखाने भनेछ। हाम्रो भाइको चाहिँ आज के अरे बर्थडे छ। विजय भाइलाई ह्याप्पी बर्थडे भन्न चाहन्छु। अनि भाइको चाहिँ बर्थडे छ, तर चाहिँ बर्थडे चाहिँ नमनाउने अरे। भाइ सानो छ, अब केक सेक काट्यो भने मासु सासु बनायो भने उसलाई खान मन लागिहाल्छ होला। उसलाई चाहिँ एलर्जी आएर पुरै थुत्नु चाहिँ यसो भएको गाइस भाइलाई। भाइको कुरा छोड्छु। अब हजुरहरूलाई यो चाहिएको छ भनेपछि सम्पर्क गर्नु होला। हजुरहरू कोलाई चाहिएको छ। नवीनको गाउँमा धेरै पाउँछ अरे होला। नवीन ल्याइदिन्छौ तिमीले? चाहियो भने ल। हजुरहरूलाई चाहियो भनेपछि गर्नु होला। यो चाहिँ भुटनेस, यो चाहिँ सिल्पु, यति धेरै छ हामीसँग। हजुरहरूलाई यो चाहिँ सबैजनाले आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। औषधि खानु, औषधि एन्टिबायोटिक खायो भनेपछि अनि उ हुन्छ गाइस। अब म यसलाई कुकुरमा हालेर धोएर चाहिँ यसलाई म सुकाएर अनि त्यसपछि अनि उ बनाउँछु, पिठो बनाएर अनि गाउँमा मेरो सासु आमालाई पठाइदिन्छु। मेरो सासु आमालाई धेरै कति धेरै औषधि त हामी त बाहिरको त्यो एन्टिबायोटिक त खुवाउनु, हामी चाहिँ त्यो जडीबुटी त्यो आयुर्वेदिकमा किनेर चाहिँ पठाउँछौँ आमालाई। अनि अब म चाहिँ यसलाई यो सिल्कुलाई राम्रोसँग धोएर अनि त्यसपछि यसलाई पखालेर चालेर राखिदिन्छु। यस्तो हुन्छ सिल्पु जरा। हजुरहरूलाई चाहिए किसको चाहिए तो मुझसे मंगा लेना, ठीक है। ये चाहिए सिल्पू है, ये चाहिए भुन्ने से, ये चाहिए नेपाल में मिलता है, ठीक है। नेपाल आप लोग को चाहिए तो मुझे कमेंट कर लेना, ठीक है। मैं आप लोग को भी भेज दूँगा। मेरे पास बहुत लोग हैं इंडिया का दोस्त, मैं आपको भी दिला दूँगा, ठीक है। किसी को गैस्ट्रिक है, पत्थरिया है पित्त थैली में, प्रॉब्लम है तो मैं सबको दे देती हूँ, ठीक है। मांग लेना गाइस मुझसे, इतना है। मैं नेपाल से हूँ। आप लोग किसी को पसंद आया तो मुझे लाइक सब्सक्राइब कर देना, ठीक है। हेलो गाइस, त्यस्तो छ। हजुरहरूलाई चाहिएछ भने मसँग सम्पर्क गर्न सक्नुहुन्छ। बहिनीले चाहिँ सल्यानबाट मगाउनु भएछ। धेरै जसो मान्छेलाई अहिले ग्यास्ट्रिकले अनि सानो पत्थरिया त सबैलाई भइरहेको छ। हजुरहरूलाई पत्थरिया छ भनेपछि अनि यो चाहिँ आफ्नै बारीमा त्यस्तो वनको जडीबुटी हो। अनि यो चाहिँ सल्यानबाट आएको गाइस। मलाई चाहिँ एकदम मन पऱ्यो। त्यो बहिनी बिरामी एकदम सिरियस बिरामी जस्तै भएको थियो। अस्ति हस्पिटल लगेको 2 दिन, बहिनीको 4-5 हजार रुपियाँ त्यत्तिकै खेर गयो। हिजो चाहिँ सल्यानबाट मम्मी बाबासँग मगाएर छन्, साँझ खाएर बहिनीलाई त चट्टै सन्चो भयो। अहिले त बिहान उठेको त बहिनी सन्चो भयो, दिदी त्यो औषधि खाएर सन्चो भयो भनेको। त्यही भएर अब आफूले जानेको कुरा चाहिँ अहिले चाहिँ हर कोहीलाई हुन्छ पत्थरिया र ग्यास्ट्रिक। त्यही भएर हजुर आफूले जानेको कुरा हजुरहरूलाई सेयर गर्न मन लाग्यो। सबैलाई मन परेको छ भने मेरो भिडियो लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। हजुरको
थोरै थोरै साथ सपोर्ट